Hi guys, welcome back my YouTube channel. यो चाहिँ हाम्रो पुरानो घर। यहाँ चाहिँ हाम्रो करेसा बारी। यसै गरी म चाहिँ हाम्रो बन्दै गरेको घरतिर जाँदैछु। अनि यो चाहिँ बाटो। यो चाहिँ दाउराहरू राखेको, पछि चिरेर आगो बाल्नलाई। यसै गरी ल त्यहाँ केरा फलेको छ। अनि यो बाटो भइहाल्यो। यो सुन्तलाको बुट, सुन्तला त छैन, एउटा दुइटा मात्रै रहेछ। अब त सिद्धिने बेला नि हुन लाग्यो नि। हाम्रो बन्दै गरेको घर देखिँदैछ, हेर्नुहोस्। यो चाहिँ हाम्रो बन्दै गरेको घर। यी ढुङ्गाहरू खोलाबाट लिएर आएको, मान्छेले चाहिँ होइन, ट्र्याक्टरले बोकेर लिएर आएको। यो चाहिँ हाम्रो गाउँ, हेर्नुहोस् साथीहरू। यो चाहिँ हाम्रो घर। चाहिँ बाटो भइहाल्यो। यो भयो हाम्रो घर। अब हामी भित्र जाँदैछौँ। बत्ती त बलिरहेको रहेछ। यो हाम्रो सिटिङ रुम। त्यसै गरी यो चाहिँ एउटा बेडरुम। अनि यो हाम्रो किचन। किचनमा भुइँमा चाहिँ टाइल भइसकेको छ, भित्तामा नि भइसकेछ। त्यसै गरी ताँसीमा चाहिँ भएको छैन, यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ, आज भोलिमा बनाउनुहुन्छ। प्लम्बरको काम नै यत्तिकै छ है। अनि यता अर्को नि बेडरुम भयो। दुईवटा बेडरुम, एउटा हल, एउटा किचन। यो चाहिँ हाम्रो टोयलेट बाथरुम। टोयलेट बाथरुमको काम नै हुँदैछ यहाँ। हिजो प्लम्बरले धाराहरूको लागि पाइप जडान गरेर जानुभएको छ। हेर्नुहोस्, यो हाम्रो बाँकी रहेको बारी। यो चाहिँ रेलिङ। हेर्नुहोस् साथीहरू, हाम्रो गाउँ हेर्नुहोस्। तोरी फुल्या छ, कसैले खेत जोत्दै हुनुहुन्छ। हेर्नुहोस्, हाम्रो गाउँ हो यो।